बाटो चाहिँ वान छ क्या कस्तो राम्रो छ ए घर हेर्नु नि यहाँनिर कस्तो राम्रो है वाउ कस्तो आनन्द पुरा हरियाली धान रोपेर हामीलाई एउटा गिफ्ट दिनु नि यतातिर जग्गा दामी हो मकैबारी बाटो कति राम्रो फेरि हामी चाहिँ जहाँ सजिलो बाटो चाहिँ हिँड्ने हो न अप्ठ्यारो बाटो जतिसुकै गरे नि जाँदैनौँ हामी हाम्रो ब्याड ह्याबिट गाडी भयो भने जान्छु गाडी किन्नु पर्यो साथीहरू सपोर्ट गरिदिनु होला है त हामीलाई अनि गाडी किनिसकेपछि ल हामी अनएक्सपेक्टेड है अनएक्सपेक्टेड ठाउँमा आइपुग्यौँ ल यस्तो हुन्छ हामी बिना गन्तव्यमा हिँडेको हो नि सजिलै बस पनि आउँदो रहेछ है ए पञ्चलक्ष्मी मन्दिर आइपुग्यौँ हामी यहाँ आउने भनेर आएकै होइन हामी हेर्नु पहिला त यस्तो बनाएको थिएन अहिले चाहिँ अलि चेन्ज भएछ है यी नेपाल आमा पढ्न चाहिँ आउँदैन आफै पढ्नु होला साथीहरू यो नक्सा हामी आउँदा यो नक्सा नेपालको नक्सा थिएन अहिले चाहिँ यो पनि छ है अहिले हामी यहाँ गएर फोटो भिडियो बनाउँछौँ